हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। म चाहिँ आज स्कुल जाँदैछु क्लास जोइन गर्न। यहीँ भर्खरै हिँडिसकेको छु टक्क। अब स्कुल जोइन हो। आज चाहिँ हल्का लेट भइसकेको छ। बाटो चाहिँ उकालो उकालो माथि पुग्नुपर्छ। गाउँको टपमा छ स्कुल, माथि सेन्टरमा टपमा त छैन स्कुल, टप अलिक तलतिर छ, देख्न सक्नुहुन्छ माथि। यता चाहिँ देख्न सक्नुहुन्छ टक्क गाउँ छरेको भ्यूहरू। यता तल चाहिँ तलदेखि हो त्यहाँको। अब यतातिर देख्न सक्नुहुन्छ कस्तो छ, कमेन्ट गर्नु होला। यतातिरको भ्यूहरू पारी एउटा गाउँ रहेको छ दानो टक्क देख्न सक्नुहुन्छ। भुइँयो फुल्ने बेला भइसकेको छ साथीहरू, टक्क फुलिसकेको छ यतातिर भुइँयो। यता देख्न सक्नुहुन्छ टक्क बाटादेखि तलतिर बारीहरू, माथिको गाउँतिर देख्न सक्नुहुन्छ। पारी पनि एउटा गाउँ रहेको छ। स्कुल चाहिँ यता माथि छ, देख्न सक्नुहुन्छ टक्क। अब जाँदैछु स्कुल। अब बेर भइसकेको छ। यतातिरको गाउँठाउँतिर टक्क यतातिर देख्न सक्नुहुन्छ यहाँ ठुलो बारी रहेको छ। उताको भन्दा टक्कै राम्रो देखिएको छ। माथि चाहिँ वनपानी सुर्दिप गाउँ भन्छ नि, यताको गाउँ फेरि मैरामारे गाउँै गाउँ छ यतातिर। टक्क बाटो देख्न सक्नुहुन्छ उकालो उकालो। यता यहाँदेखि तल नै एउटा खोला रहेको छ साथीहरू। यस्तै छ। अब दसैँ तिहारको चाहिँ स्कुल भइसक्यो, स्कुल जानु पऱ्यो। फेरि नगर पनि हुन्न। फेरि चाहिँ एससी दिने हो। एउटा क्लास जोइन गऱ्यो आयो साइन्सको। अरू चाहिँ होइन, मैले यतातिर आइसकेको छु। देख्न सक्नुहुन्छ यतातिरको भ्यूहरू, तल खोला देख्न सक्नुहुन्छ। टक्क यतातिर एउटा खोला फेरि माथिदेखि तल गएको छ। तल उतादेखि पनि आयो एउटा खोला, केराको घार देख्न सक्नुहुन्छ। टक्क राम्रो भारी छ केरा। पुरा जङ्गलै जङ्गल छ, बाटो देख्न सक्नुहुन्छ। यता केही घरहरू रहेका छन्, बाटो हुन थाल्यो। टक्क यता चाहिँ कसको बाइक हल्का आवाज हेरेको छ। ल साथीहरू, आजको लागि यति नै।